प्रश्न नम्बर 1, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ रु र दोस्रो चित्रमा रहेको छ सल। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ रुसल। प्रश्न नम्बर 2, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ टी र दोस्रो चित्रमा रहेको छ का। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ टीका। प्रश्न नम्बर 3, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सी र दोस्रो चित्रमा रहेको छ मल। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ सिमल। प्रश्न नम्बर 4, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ सीसा, दोस्रो चित्रमा रहेको छ की र तेस्रो चित्रमा रहेको छ सी। तीनैवटा चित्रहरू मिलाएर एउटा केटीको नाम बन्छ सीसा केसी। प्रश्न नम्बर 5, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ विष र दोस्रो चित्रमा रहेको छ वास। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ विश्वास। प्रश्न नम्बर 6, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ बी र दोस्रो चित्रमा रहेको छ नदु। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ बिन्दु। प्रश्न नम्बर 7, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ नि र दोस्रो चित्रमा रहेको छ सन। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ निसन। प्रश्न नम्बर 8, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ मन र दोस्रो चित्रमा रहेको छ सा। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ मनसा। प्रश्न नम्बर 9, तलको चित्र हेरेर केटाको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ आ र दोस्रो चित्रमा रहेको छ रिस। दुवै चित्र मिलाएर एउटा केटाको नाम बन्छ आरिस। प्रश्न नम्बर 10, तलको चित्र हेरेर केटीको नाम भन्नुहोस्। पहिलो चित्रमा रहेको छ रिङ र दोस्रो चित्रमा रहेको छ को। दुवै चित्र मिलाएर एउटा केटीको नाम बन्छ रिङ्कु।